जय श्री राम एभ्रिवान। आज मेरो डे 40 सरस्वती क्रिकेट एकाडेमीमा। सो थ्रो टार्गेटमा पुग्दैन, प्रेसरमा बडी थाकेर पर्फर्मेन्स ड्रप हुन्छ। इफ यस, टुडेज सेसन वाज एक्ज्याक्टली फर यु गाइज। सो आज मेरो डे 40 सरस्वती क्रिकेट एकाडेमीमा। आज म 4 अलीबाट धुलाबाडी पुगेर सेसनको सुरुवात लाइट वार्मअपबाट गराएँ। खेलाडीहरू म्याचमा बल छिटो चेस गर्न वा डाइरेक्सन चेन्ज गर्न गाह्रो हुन्छ, त्यसैले आज फ्रग जम्प, जिगज्याग लेडर ड्रिल्स र साइड ड्रिल्स गराए। यो ड्रिल्सले स्पिड, ब्यालेन्स र फुटवर्क इम्प्रुभ गर्छन्। पुसअप र प्ल्याङ्क किन गरिन्छ त? किनभने बडी स्ट्रङ भए ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा फाइदा हुन्छ अनि अन्तिम ओभरसम्म एनर्जी कायम रहन्छ। फिल्डिङ सेसनमा बाउन्ड्री फिल्डिङ, एटेकिङ फिल्डिङ, ब्याकवर्ड थ्रो र हाई क्याचेसमा काम गरे। कहिलेकाहीँ सोच्नु भएको छ, एक राम्रो स्टप, डाइरेक्ट हिट वा क्याचले म्याचको रिजल्ट नै चेन्ज गर्न सक्छ। त्यसपछि बलर्सलाई मैले एलाइनमेन्टमा काम गरेँ ताकि बल जहाँ चाहियो त्यहाँ पुगोस्। ब्याटर्सलाई कट र पुल सर्ट अभ्यास गराए ताकि सर्ट बल देख्दा प्रेसर होइन, स्कोरिङ अपर्च्युनिटी देखियोस्। न्यू स्टुडेन्ट्सहरूलाई क्रिकेटको बेसिक सिक्दै आफ्नो फाउन्डेसन बलियो बनाए। सो आजको लेसन भनेको म्याच डेमा कन्फिडेन्स चाहिन्छ भने प्र्याक्टिस डेमा मेहनत चाहिन्छ। हरेक ड्रिल, हरेक क्याच र हरेक बलको एउटा उद्देश्य हुन्छ। मेहनत गर्दै जानुहोस्, अघि बढ्दै जानुहोस्। हे गाइस, इट्स ऑल अबाउट टुडेज सेसन। सो हामीहरू कन्टिन्यू मेहनत गरिरहेको छौँ। प्लेयर्सको साथ मैले पनि मेहनत गरिरहेको छु। सो आज डे 40 एकदमै राम्रो बित्यो। सो hey guys, please do follow to see my journey and my student. Keep loving, keep supporting, and सबैमा शुभरात्रि र जय श्री राम। So it's all about today's session guys. Thank you. Keep loving, keep watching है त।